हजुरले टिभी लिएर आउनु भएको रहेछ। पैसाले हजुरलाई छोड्दा कि छोड्दैन? अरे क्या नाम चाहिँ डिस्टर्ब किन नसुन्नु बेकारमा? अरे टेलिभिजन चाहिँ मेरो शिर दुख्छ तेरो डिस्टर्ब। होइन हजुर, हजुरको भलाइको लागि मैले भन्दैछु। यो टिभी भन्सारले छोड्दा पनि छोड्दैन। बरु हाम्रो दोस्रै संसार छ। बरु हजुरले 200 रुपियाँ दिनु, हामी बर्डर पार गराइदिइहाल्छौँ। अरे क्या नाम चाहिँ डिस्टर्ब? अरे अड्किन्छ पक्रिन्छ। अरे कस्टम तिर्नु पऱ्यो बुझाउन नभए मुख नहुला। अरे क्या नाम तँ बेकारमा किन मेरो अफिसर बन्न खोज्छस्? डिस्टर्ब। अरे हजुर गाँजा चलेस भाङ त रोकेदैन। लाउरे मान्छे हो, त्यो सामान ल्याएको छु आफ्नो घरको लागि। क्या नाम चाहिँ डिस्टर्ब? मैले त उहाँलाई भनिसकेको थिएँ भन्सारमै टिभी पक्रिलिन्छ। उहाँले मान्दा पनि मान्नु होइन। म अर्को बाटो लगिदिन्छु भन्दा चुप्पे बकवास करता है। ल यसको भन्सारतिर जानुस्। अरे यति सामानको किन कष्ट बुझाउँछु म? क्या नाम चाहिँ डिस्टर्ब? के भयो? भन्सार बुझाउदिन भन्छ हजुर। बडा दादागिरी गर्दो रहेछ। ए भन्सार नतिर्ने? अरे हजुर घरमा क्या नाम आइमाई मान्छे सुतिएर हुँदैछ। उसैको लागि ल्याएको सामान हो यो। मैले यो थोरै व्यापार गरेर पैसा कमाउनको लागि ल्याएको सामान होइन हजुर यो। क्या नाम चाहिँ डिस्टर्ब? कस्तो डिस्टर्ब? भन्सार तिर्नलाई डिस्टर्ब? ए उसो भए तपाईँको सामान सब यही स्टप। डिस्टर्ब ठिक छ। क्या नाम कति कस्तो लिन्छ लिनुहोस् बेकारमा। कुन कम्पनीको यो? अरे अन्डा कम्पनीको यो, अन्डा कम्पनीको। अन्डा कम्पनी कलर कि ब्ल्याक एन्ड व्हाइट? अरे कलर खोलेर हेर्नुहोस्। किन बेकारमा लफडा कुरा गर्नुहुन्छ? क्या नाम चाहिँ डिस्टर्ब? लाउड त टिभी पनि ल्याएको रहेछ। जाँदा केटी जाँदा छोचो माथि बाक्सा टिभी लिएर आएको जाँदा छिटो। अरे मेरो टिभी र ट्याङ्को कहाँ यार? पकाजी अरे मान्छे यहाँ त टिभी र ट्याङ्को बाकस यहाँ लैछ यार। अरे क्या नाम चाहिँ डिस्टर्ब? मान्छेले तानेर उतो लगिरहेछ। ट्याङ्कर त टेलिभिजन त तानेर तिमीहरू यता ल्याएछौ। अच्छा क्या नाम यो कान्छी चाहिँ क्या नाम खुबसुरत रहेछ ल। होइन त होटलको पुरी भन्दा हामी कम छौँ त। त्यो होटलको पुरी भन्दा एकजना सुली भन्छ कोरा काट होइन के ल्याऊ? बियर ल्याऊ कि घरमा बनाएको झैँखट्टे ल्याऊ कि होइन के ल्याऊ? होइन झैँखट्टे हुँदैन। विदेशबाट आउनुभएको लाउरेलाई बियरै राम्रो हुन्छ। अच्छा क्या नाम यो कान्छी चाहिँ खुबसुरत कुरा गर्छ। दुसी मात्ने र बेर खाएर खान्छे। होइन तपाईँ हल्लार हुनुहुन्छ कि सुधार हुनुहुन्छ के हुनुहुन्छ? अरे क्या नाम चाहिँ त्यस्तो के कुरा छ यार तिमीहरू? हवलदार पनि होइन सुबेदार पनि होइन। मेजर हो म मेजर मान्छे हो। मेजर कांचा हम लोग बाहर जा रहे हैं। जरा बच्चे लोग का ख्याल रखना। अच्छा मेजर कांचा तुम बहुत अच्छा काम करते हो। अगले महीने से मैं तेरी सैलरी 50 रुपया बढ़ा दूंगा। ठीक है ना? ओके। कर्नल भएपछि कहिले भुवास खोलाउने त? अरे कान्छी तर त भोज खुवाइहाल्छु यार म। यो कान्छी के अच्छा छ यार। कान्छी भोज खाए आरो कान्छी खाए त आरो कान्छी के अच्छा कान्छी कान्छी
ओ मेलेसा बीसीसी बियरको 800 भयो, 3टा कुखुराको 600, सिंगल बेड कोठाको 50 रुपियाँ मात्र लिदिउँला। भात खाएको पैसा भइगयो, जम्मा 1450 मात्र दिनुस् न त। अरे के कुरो गर्छ यार यिनीहरू? अरे पिछौडा बियर र टिन्डा मुर्गा खायो भने त भुँडी पड्केर मान्छे मर्छ। राक्षस त होइन के कुरो गर्छ यार यिनीहरू? क्या नाम छ डिस्टर्ब? हामीलाई धेरै नखानु भन्दाखेरि कुटलाले गर्नुभयो, अहिले चाहिँ लाल लाग्दैन? मसँग त दाम छैन हो साउनी। क्या नाम उसले उधार मिलाउनु पर्यो त। हुन्छ नि अहिले टिभी छाडेर जानुस्, पछि दाम लिएर आएर टिभी लिन आउनुस्। यो कान्छीले कुरा छ गरे। ठिक छ। फेरि क्या नाम तिमीले यो टिभीको बक्स चाहिँ खोलेर ल्याउनु ल। मेरो टिभी खराब हुन्छ। क्या नाम म अहिले चाहिँ यो क्या नाम यो टिभीको बक्स यहीँ छोडेर जान्छु। यो ट्याङ्कर चाहिँ लिएर आउँछु। हो कान्छी यो उठा त। क्या नाम बिसाएर राख है क्या नाम फेरि टिभी फुट्ला हो मेरो। धेरै पैसा परेको टिभी हो। अच्छा त म अहिले लिएर जान्छु यो। पछि दाम लिएर लिन आउँछु। क्या नाम फेरि तिमीहरूले चाहिँ टिभी खोलेर चाहिँ नहेर्नु ल। क्या नाम त डिस्टर्ब।